हेलो गाइज, हम यहाँ आए हैं खेत पे। देखो हमारी बहन के भन्छ नि रे साग टिप्न भान्टा टिप्न भान्टा त बुझ्दिनँ उतारको दिदी हुनुहुन्छ। के गर्न लाग्नु भएको दिदी हजुर? साग टिप्न लाग्नु भएको। कोही बसेको छन् यता चाहिँ दिदी चाहिँ बस्नु भएको मजाले काम नपाएर। हेर्नुहोस् गाइजहरू यस्तै छ इन्डियाको ठाउँमा। हेर्नु के गर्ने है, पारामा साग टिप्दै खाँदै बस्दै गर्ने। दिदी चाहिँ नाच्दै साग टिप्दै। उति बहिनी चाहिँ स्कुल जाने तयारी भयो कि बिचारी स्कुल जान नदिएर क्यान्सल भएर बसिछिन्। है के गर्ने है, यस्तै छ है। साग टिप्यो गएर भरक्क भुट्ने खाने। होइन है, थिच्ने होइन, सिलौटामा पिस्ने होइन, त्यस्तै खाने है दिदी, त्यस्तै खाने सागलाई भने। दिदीले चाहिँ साग टिपेर ल्याउनु भयो गाइज। हेर्नु साग खान्छौँ हामी त, हजुरहरू पनि खानुहोस्, आँखा तेज हुन्छ। हाम्रो आँखा तेज भएर हामी नजिकको सामान पनि देख्दैनौँ त। नु गाइस प्रपोज डे हामीलाई त तोरीको फुल दिएर प्रपोज गर्छन् दिदीले चाहिने, अरूले होइन फेरि है। उयो बहिनी पनि तोरीको फुल समाएर थचक्कै बसिछन् मक्कै भएर। यो हेर्नु के अरे, यसको नाम के अरे दिदी? मेथीको साग टिप्ने। तपाईँलाई सम्पूको फुल दिएर लभ यु बेबी। सम्पूको साग टिप्ने, मेथीको साग टिप्ने, खाने। मान्छे बुढो भयो नि, मन बुढो भएन के हो पारा? यस्तो पाराले हेप्न पाइन्न है गाइज। साग खाएर गला रत्तै भएको क्या चाहिँ दिदीको चाहिँ। अनि गाला कति रातहन्, खुन चुइने यस्ता छन्। हजुर पनि बोल्नुहोस् न गाइज, किन चुप्प लागेर बस्नु भएको? चुप्प खानीमा याद गर्नु होला कृपया। यस्तो चाहिँ नभनौँ भयो। लाइक कमेन्ट सेयर गर्नु होला हामी साग टिप्न आएको बेला। साग उता राख है, साग उता राख है केटी हो। कपाल खोल्नमा फुर्सद छैन, उल्टे राख्छु नि यार, उल्टो जन्मेर हो नि।